र हेर्न सक्नुहुन्छ गाइज आज चाहिँ हामी मामा घर हिँडेको अवस्था। आज चाहिँ हामी मामा घर जानला किनभने हाम्रो त्यहाँ मामा घरमा बेग छ। त्यो बेगको लागि चाहिँ हामी चाँडै हिँडेको 16 गतेतिर नै। त्यो 16 गतेदेखि चाहिँ हामी गाउँमा बिदा छ 23 गतेसम्म होलीकोदेखि गरेर। अनि हेर्न सक्नुहुन्छ हामी चाहिँ अहिले काठमाडौँमै भर्खर हिँडेको। बिहानै 7 बजेतिर हामी हिँडेको गाडीबाट। यो चाहिँ हेर्न सक्नुहुन्छ जलाको ठाउँ गाइज। अनि हामी चाहिँ बल्ल अब यता मैले कडी भिडियो यता आइपुगेछौँ। हेर्न सक्नुहुन्छ माइजू चाहिँ त्यहाँ सुत्नु भइराख्नु भएको छ। अनि हाम्रो ऊ त्यहाँतिर घुम्दै घुम्दै गर्दै जाँदै अनि यहाँ मेरो भाइ सबैजना सिसामै बिहान सिधा हेर्दै यहाँ सबैजना हामीले चाहिँ क्याबिन सिटै बुक गरेको थियौँ। मम्मी भाइ बहिनी माइजू आमा चाहिँ यता बस्नु भएको थियो। हेर्न सक्नुहुन्छ गाइज त्यहाँ चाहिँ तपाईँले के अरे नदी के भन्छ तपाईँलाई कमेन्ट गर्नुहोस् के हो त्यो थाहा छैन मलाई भनिदिनुहोस्। हेर्न सक्नुहुन्छ हामी चाहिँ अब आउन लागेको अवस्था छ। मामा घरको एउटा ठाउँ डोलरघर त्यो चाहिँ एउटा के अरे माथि जाने एउटा बाटो आउँछ। 2टा बाटो छ त्यसमा चाहिँ एउटा बाटो चाहिँ सिधै जान्छ अर्को चाहिँ एउटा माथि जाने बाटो त्यहाँ चाहिँ पुग्छ हाम्रो डोलरघाट हो गाइस। यो चाहिँ हो ठ्याक्कै माथि हाम्रो डोलरघाट पुग्ने। यहाँ हेर्न सक्नुहुन्छ बहिनी आफ्नो बाबु लिएर च्यापेर बसेको छ। डल भन्छ अब उसले बाबु भन्छ यो डललाई। हेर्न सक्नुहुन्छ अब चाहिँ हामी उकालोमा हिँडेको। अब हामी डोलरघाटमा बाटो हिँड्ने। अब तपाईँहरूलाई म एउटा चिज देखाउँदैछु त्यो डोलरघाट पुग्ने बेलामा। अब चाहिँ आउनै लागेको छ। खै ड्राइभरलाई चाहिँ के भएर रोकेको रहेछ यहाँ। त्यसैले गर्दा त्यो यहाँ हामी आएपछि यो चाहिँ यसको नाम चाहिँ डोलरघाट पुल भन्छु मैले चाहिँ। तपाईँहरूले के भन्नुहुन्छ भन्नुहोस्। यहाँ चाहिँ 2टा पुल छ। एउटा चाहिँ ठुलो छ अर्को चाहिँ सानो मान्छे जाँदा नै हुन्छ। मान्छे जाने पुल पनि छ एउटा सानो। तर यो ठुलो पुल बनाइदिएको छ गाडी जानको लागि। हेर्न सक्नुहुन्छ कति राम्रो। हामी चाहिँ अब यो डोलरघाटको बक्ने पुल कटेर एकछिन खान्छौँ अनि मात्रै फेरि हिँड्छौँ। अब हामी देखाउँछ तपाईँहरूलाई देखाउँछु कस्तो छ यो पुल कत्रो ठुलो छ। तपाईँ हेर्नु सक्नुहुन्छ ठुलै छ गाइज। यो चाहिँ हेर्न सक्नुहुन्छ त्यहाँ तपाईँले ठ्याक्कै यो यसको साइडमा छ भने त्यहाँ एउटा सानो पुल छ। हेर्नु गाइज एउटा ठुलो के भन्छ अब तपाईँहरूले यसलाई ट्रक त भन्दैन होला यसलाई के गाडी भन्छ कमेन्ट गर्नु यो तपाईँले नि। मैले चाहिँ खासै याद छैन मलाई चाहिँ। यो गाडीले यहाँ अप्ठ्यारो पारेर ब्याक गर्नु पर्यो। ल अब चाहिँ हामी फेरि हिँड्यौँ। त्यो साइडमा हेर्नु ठ्याक्कै लेफ्टपट्टिमा त्यहाँ चाहिँ एउटा पुल छ। हेर्न सक्नुहुन्छ यो चाहिँ मान्छेहरूले नि जान मिल्छ यसमा चाहिँ। यहाँ धेरै जस्तो मान्छे त हिँडिरहन्छ। अब चाहिँ हामी यहाँ आइपुग्यौँ डोलरघाटको आधी बाटोमा। हेर्न सक्नुहुन्छ मान्छेहरू त्यहाँ व्यापार गर्नको लागि बसेछन्। के हो यो सामान। अब यता गाडी यसरी गाडी रोक्छ खाना खानको लागि। अब हामी चाहिँ खाना गएर फेरि आयौँ। अब खाना हामी आधी बाटोमा आइपुगेछ। हेर्न सक्नुहुन्छ कस्तो हरियाली छ मेरो मामा घर। यस्तो राम्रो छ अनि यस्तो पिच बाटो थियो अहिले छ नभए पहिला त अफ रोडै थियो अलि जाने खाटाङ खुटुङ हुन्थ्यो। अहिले त हेर्नु यस्तो पिच बनाएको छ। हेर्नु यहाँ हेर्न सक्नुहुन्छ के छ के लेखेको छ पढ्नुहोस्। हेर्नु गाइस अहिले यस्तो बनाइसकेको छ मेरो मामा घरमा। अहिले त हामी आनन्दले पिच छ रोड आनन्दले पुगिन्छ। हेर्नु सक्नुहुन्छ त्यहाँ चाहिँ साइन बोर्ड ल्याएको छ गाडीको लागि कालो छ भनेर यस्तो खतरा। अनि यहाँ चाहिँ एउटा खोइ को भाइ हो यो यहाँ हातले चाहिँ पुरै ब्लक हानिरहेको थियो क्यामेरा। यो चाहिँ हाम्रो मामा घर गाइज। हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो मामा घर। यही हो बेगो घर चाहिँ यति राम्रो छ यही हो। हेर्न सक्नुहुन्छ मामा घरको बेगो घर। हामी त्यो ठ्याक्कै आजबाट भोलि चाहिँ आज आएर बस्ने अनि भोलि चाहिँ बेमा जाने गाइज। ठ्याक्कै अलिकति अगाडिमा चाहिँ एउटा मन्दिर छ
खै भर्खर कति 4-5 हुन आएर वर्ष यहाँ चाहिँ 2टा पसल छ। यो चाहिँ सबसे अगाडिको अरू सेकेन्डको चाहिँ स्कुल त नजिक छ। हेर्नु पहिला यो रोड चाहिँ पहिला पुरै अफ रोड थियो, अहिले चाहिँ पुरै पिच बनाइदिएको छ। तर पिच थोरै गरिदिएको छ यहाँ, उतैसम्म छ हो, यो घुम्तीसम्म मात्रै छ पिच त।